So guys, welcome to another vlog. हो आज चाहिँ हामी लोकल कुखुरा बनाउँदैछौँ है। लोकल कुखुरा यो चाहिँ घरमै पालेको कुखुरा हो। लोकल कुखुरा कसरी बनाउने हामी तपाईहरुलाई देखाउनेछौँ है। हेर्नुस् है गाइस, लोकल कुखुरा। र अब चाहिँ हामी यो कुखुरालाई पोलेर बनाउने है। हेर्नुस् है गाइस, अब चाहिँ म पोल्नु लागेको है। फाइनली गाइस, अब चाहिँ हाम्रो यहाँ सबै भइसकेको छ है। हामीलाई त हामी काट्नु मात्रै छ। सबै पोलपाल त रेडी पाइसकेको छौँ है हामीले। सो यो चाहिँ गाइस अब चाहिँ हामीलाई काट्नु पर्ने छ है। काट्नु पारेर तपाईँलाई देखाउने छ है। गाइस, हाम्रो मासु चाहिँ रेडी भइसकेको छ है। सबै हामी काटकुट गरेर पनि रेडी गरिसकेको छु। यो चाहिँ मासु हो अनि यो चाहिँ कति मासु पनि भन्छ हो। हाई भन्नु न, के गर्न आँटेको हो? के को मासु हो? हेर्नुहोस् है गाइस, अब चाहिँ मेरो वाइफले मासु पकाउन आँटेको हो। मासु चाहिँ छ right. चाहिँ मासु हाल्दैछ बुढीले हो। हेर्नुहोस् है गाइस, हाम्रो कस्टमर रेडी भइसकेको छ है। मेरो बुढीले चाहिँ मासु मिठो बनाउँछ हो, त्यही भएर उसले नै बनाउँछ जहिले पनि। हेर्नुहोस् है गाइस, फाइनली गाइस, अब चाहिँ हाम्रो मासु रेडी भइसकेको छ है। हेर्नुहोस् है गाइस, यो चाहिँ लोकल कुखुराको सुप हो है गाइसहरू। हेर्नुहोस् है फाइनली गाइस, अब चाहिँ हामी खानासाना खाएर भित्र आइसकेको छौँ है अब सुत्नुको लागि। र तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ, के लाग्छ है, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है। अनि धेरै माया गरिदिनु होला हाम्रो भिडियोलाई है। धेरैभन्दा धेरै सपोर्ट गरिदिनुहोस् होला हाम्रो भिडियोलाई। आजको लागि यति नै है। बाइ बाइ, नेक्स्ट भिडियोमा भेटौँ।